तपाईको प्रश्न नम्बर 1 उखु कुन देशको राष्ट्रिय रुख हो? ऑप्शन ए ब्राजिल, ऑप्शन बी पाकिस्तान, ऑप्शन सी भारत, ऑप्शन डी चीन। तपाईको उत्तर से हुन्छ ऑप्शन बी पाकिस्तान। तपाईको प्रश्न नम्बर 2 कुन जनावरको दुध गुलाबी रङको हुन्छ? ऑप्शन ए घोडा, ऑप्शन बी कुकुर, ऑप्शन सी बाख्रा, ऑप्शन डी हिप्पोपोटामस। तपाईको उत्तर से हुन्छ ऑप्शन डी हिप्पोपोटामस। तपाईको प्रश्न नम्बर 3 कागजको आविष्कार कुन देशमा भएको हो? ऑप्शन ए चीन, ऑप्शन बी भारत, ऑप्शन सी रसिया, ऑप्शन डी जापान। तपाईको उत्तर से हुन्छ ऑप्शन ए चीन। तपाईको प्रश्न नम्बर 4 बेलुन भर्ने ग्यास कुन हो? ऑप्शन ए नाइट्रोजन, ऑप्शन बी हाइड्रोजन, ऑप्शन सी हिलियम, ऑप्शन डी ऑक्सीजन। तपाईको उत्तर से हुन्छ ऑप्शन बी हाइड्रोजन। तपाईको प्रश्न नम्बर 5 कुन जनावरले अँध्यारोमा देख्न सक्छ? ऑप्शन ए काग, ऑप्शन बी चमेरो, ऑप्शन सी कोइली, ऑप्शन डी मयूर। तपाईको उत्तर से हुन्छ ऑप्शन बी चमेरो। यस्ता भिडियोहरू दैनिक हेर्नको लागि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकन अन गर्नुहोस्। तपाईको प्रश्न नम्बर 6 सेतो काग कुन देशमा पाइन्छ? ऑप्शन ए नर्वे, ऑप्शन बी स्विजरल्यान्ड, ऑप्शन सी फिनल्यान्ड, ऑप्शन डी पोल्यान्ड। तपाईको उत्तर से हुन्छ ऑप्शन सी फिनल्यान्ड। तपाईको प्रश्न नम्बर 7 क्याल्कुलेटरको आविष्कार कसले गरे? ऑप्शन ए थोमस एडिसन, ऑप्शन बी चार्ल्स बेबेज, ऑप्शन सी हेरोडेटस, ऑप्शन डी पास्कल। तपाईको उत्तर से हुन्छ ऑप्शन डी पास्कल। तपाईको प्रश्न नम्बर 8 कुन जनावरको दुध पिएपछि दिमाग तेज हुन्छ? ऑप्शन ए भैँसी, ऑप्शन बी ऊँट, ऑप्शन सी गाई, ऑप्शन डी भेडा। तपाईको उत्तर से हुन्छ ऑप्शन सी गाई। तपाईको प्रश्न नम्बर 9 भुटानको राष्ट्रिय खेल के हो? ऑप्शन ए तीरंदाजी, ऑप्शन बी बेसबल, ऑप्शन सी हॉकी, ऑप्शन डी गोल्फ। तपाईको उत्तर से हुन्छ ऑप्शन ए तीरंदाजी। तपाईको प्रश्न नम्बर 10 कुन चरालाई चराहरूको राजा भनिन्छ? ऑप्शन ए काग, ऑप्शन बी चील, ऑप्शन सी बाकुल्ला, ऑप्शन डी गिद्ध। तपाईको उत्तर से हुन्छ ऑप्शन बी चील। तपाईको प्रश्न नम्बर 11 संसारको पहिलो कम्प्युटर भाइरस कुन देशमा बनेको हो? ऑप्शन ए चीन, ऑप्शन बी भारत, ऑप्शन सी पाकिस्तान, ऑप्शन डी जापान। तपाईको उत्तर से हुन्छ ऑप्शन सी पाकिस्तान। तपाईको प्रश्न नम्बर 12 कुकुरले के खाएपछि मर्छ? ऑप्शन ए दूध, ऑप्शन बी
रोटी, ऑप्शन सी केरा, ऑप्शन डी चॉकलेट। तपाईको उत्तर सही हुन्छ, ऑप्शन डी चॉकलेट। तपाईको प्रश्न नम्बर 13, सलाइको काँटी कुन देशमा आविष्कार भएको थियो? ऑप्शन ए भारत, ऑप्शन बी जापान, ऑप्शन सी इंग्लैंड, ऑप्शन डी पाकिस्तान। तपाईको उत्तर सही हुन्छ, ऑप्शन सी इंग्लैंड। तपाईको प्रश्न नम्बर 14, प्यारासुटमा कुन ग्यास भरिन्छ? ऑप्शन ए ऑक्सीजन, ऑप्शन बी कार्बन, ऑप्शन सी हेलियम, ऑप्शन डी नाइट्रोजन। तपाईको उत्तर सही हुन्छ, ऑप्शन डी नाइट्रोजन। तपाईको प्रश्न नम्बर 15, कुन माछाको ओठ र डाँट मानिस जस्तै हुन्छ? ऑप्शन ए फ्लाइङ फिश, ऑप्शन बी शार्क, ऑप्शन सी डल्फिन, ऑप्शन डी बाघ माछा। तपाईको उत्तर सही हुन्छ, ऑप्शन डी बाघ माछा। यस्ता भिडियोहरू दैनिक हेर्नको लागि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकन अन गर्नुहोस्। तपाईको प्रश्न नम्बर 16, शनि ग्रह कुन ग्यासबाट बनेको हो? ऑप्शन ए नाइट्रोजन, ऑप्शन बी हाइड्रोजन, ऑप्शन सी ऑक्सीजन, ऑप्शन डी हीलियम। तपाईको उत्तर सही हुन्छ, ऑप्शन बी हाइड्रोजन। तपाईको प्रश्न नम्बर 17, कुन फलबाट तेल निकालिन्छ? ऑप्शन ए स्याउ, ऑप्शन बी अनार, ऑप्शन सी लीची, ऑप्शन डी नरिवल। तपाईको उत्तर सही हुन्छ, ऑप्शन डी नरिवल। तपाईको प्रश्न नम्बर 18, दूधमा पानीको प्रतिशत कति हुन्छ? ऑप्शन ए 25%, ऑप्शन बी 50%, ऑप्शन सी 75%, ऑप्शन डी 85%। तपाईको उत्तर सही हुन्छ, ऑप्शन डी 85%। तपाईको प्रश्न नम्बर 19, कालो गुलाब कहाँ पाइन्छ? ऑप्शन ए भारत, ऑप्शन बी जापान, ऑप्शन सी टर्की, ऑप्शन डी अमेरिका। तपाईको उत्तर सही हुन्छ, ऑप्शन सी टर्की। अब यो प्रश्न तपाईको लागि हो, यसको उत्तर सबैले कमेन्ट बक्समा भन्नुपर्नेछ। संसारको सबैभन्दा बुद्धिमान माछा कुन हो? ऑप्शन ए नीलो व्हेल, ऑप्शन बी शार्क, ऑप्शन सी डल्फिन, ऑप्शन डी इमु। तपाईको सही उत्तर के हुनेछ? कृपया हामीलाई कमेन्ट बक्समा भन्नुहोस्। सबैले भिडियो मन परेमा लाइक, आफ्ना साथीहरूसँग शेयर गर्नुहोस् र तपाईँ सबैले च्यानललाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकन अन गर्नुहोस्। धन्यवाद।